सो गुड मर्निङ, गुड इभिनिङ अनि गुड नाइट एभ्री वान होइन। चाहिँ मैले हाम्रो यो भिडियो बनाउनुको कारण चाहिँ लाइक मेरो इन्स्टाग्राममा चाहिँ एकजना फलोवर्सले चाहिँ हि वाज आस्किङ द्याट होइन कि हामीले सर्भिसिङ चाहिँ कति टाइम पिरियडमा गर्नुपर्छ फर्स्ट सर्भिसिङ चाहिँ भनेर हि वाज आस्किङ। अनि उसलाई चाहिँ उता सोरुमबाट चाहिँ 1000 किलोमिटर 1 मन्थमा आउनु भनेर रहेछ होइन। उसले चाहिँ बुझेन छ लाइक उसले चाहिँ त्यति बाइक चलाउँदैन अरे होइन। अनि लाइक हिज बाइक 1 महिना चाहिँ भयो अरे होइन उसको बाइक किनेको चाहिँ। अनि तर उसको चाहिँ जम्मा 50 किलोमिटर्स रनिङ छ अरे होइन। अनि सो वाट सुड हि डु नाउ भनेर चाहिँ उसले मलाई मेसेज गरेको थियो। सो यु क्यान सी द स्क्रिनसट ओभर हियर अर हियर होइन, जहाँ पनि हालिदिन्छु म। सो हामीले चाहिँ सर्भिसिङ गर्दाखेरि चाहिँ होइन लाइक 1000 कुनै कम्पनीमा 1000 किलोमिटर छ भने कुनैमा 500 किलोमिटर अर 1 मन्थ टाइम पिरियडमा गर्नुपर्ने हुन्छ फर्स्ट सर्भिसिङ चाहिँ। जस्तै होइन सर्भिसिङ गर्दाखेरि चाहिँ जेनरली दुईवटा केस हुन्छ। पहिलो केस चाहिँ होइन 1000 किलोमिटर्स बिफोर 1 मन्थ होइन। अनि अर्को केस भनेको चाहिँ बिलो 1000 किलोमिटर्स क्रसिङ 1 मन्थ के 1 मन्थको टाइम पिरियड कटिसके पनि 1000 किलोमिटर पुगेको छैन। यस्तो केसमा चाहिँ हामीले के गर्नुपर्छ। सो फर्स्ट केस 1000 किलोमिटर कुदिसकेको छ तर 1 महिना भएको छैन। यदि हाम्रो 1000 किलोमिटर कुदिसकेको छ र 1 महिना भएको छैन भने चाहिँ हामीले हाम्रो सर्भिस सेन्टरमा गएर सर्भिसिङ गर्नुपर्छ। अर्को केस चाहिँ हाम्रो 1 महिना भइसकेको छ तर बाइक भने 1000 किलोमिटर पनि गुडेको छैन। लाइक मेरो साथीको केसमा जम्मा 50 किलोमिटर गुडेको छ होइन, तर 1 महिना भइसकेको छ। त्यही पनि ऊ चाहिँ जानुपर्छ कि सर्भिसिङ गर्नको लागि, किनकि हाम्रो इन्जिनमा युज हुने लुब्रिकेन्ट अथवा मोबिल चाहिँ लाइक 1 मन्थ पुरानो भइसकेको छ, त्यसको एक्सपायरी डेट आइसकेको छ, जसले गर्दाखेरि हाम्रो इन्जिनलाई ह्याम्पर गर्न सक्छ। जस्तै इन्जिनमा प्रब्लमहरू आउन सक्छ होइन, इन्जिन स्मुथली रन गर्दैन। सो त्यसैले हाम्रो इन्जिन स्मुथ रन गर्नको लागि नै हामीले लुब्रिकेन्टहरू हाल्ने हो। सो त्यही भएर हामीले चाहिँ 1 मन्थ टाइम पिरियडमा चाहिँ सर्भिसिङ गर्नै पर्छ। सो यति नै हो आजको भिडियो, थ्याङ्क यू। सो केटा यो चाहिँ मेरो होइन फर्स्ट इन्फर्मेसन भिडियो होइन। सो केटा सपोर्ट हानिदियो होइन मलाई होइन। अनि लाइक अब म चाहिँ होइन बिस्तारै स्याटरडे राइड भ्लग्सहरू हुन्छ नि विकेन्ड राइडहरू पनि हाल्छु होइन। विकेन्डमा म अब कुन ठाउँ जान्छु त्यो वाला भिडियोहरू पनि हाल्छु होइन। जो स्याटरडे राइड सिरिज निकाल्छु एउटा होइन। अनि वन्स आई टर्न 18 होइन, म 18 वर्ष पुगेपछि चाहिँ म चाहिँ होइन लाइक सोलो ट्राभल भ्लग एउटा बनाउँछु होइन। सो गाइज प्लिज सपोर्ट मी भन्छु होइन। अब चाहिँ आजबाट चाहिँ डेली भ्लग आउँछ है, ढाँटेको होइन। साँच्चीमा डेली भ्लग भन्दा नि जस भ्लगहरू लाइक यस्तै इन्फर्मेसन भिडियो भ्लगहरू नर्मल भिडियोहरू मात्र आउँछ अहिले चाहिँ। लाइक वन्स आई टर्न 18 होइन, 18 वर्ष पुगेपछि चाहिँ म निकाल्छु राम्रो बाइक ट्रिप भिडियो भ्लगहरू हुन्छ नि त्यस्तोहरू बनाउँछु। लाइक म घुमेको छु तर होइन जस 18 नपुग्दासम्म चाहिँ त्यस्तो चाहिँ अलि आउन गाह्रै पर्छ जस्तो लाग्छ होइन। लाइक मेरो इन्स्टाग्राममा नि होइन 3 अकाउन्ट छ कि लाइक ब्रोडकास्ट च्यानलहरू पनि खोल्नु मिल्दैन। लाइक त्यस्तै हुन्छ होइन बिलो 18 चाहिँ। अनि त्यसपछि लाइक म घुमेको छु। जस्तै म मुस्ताङ पुगेको छु, अनि गोर्खा गएको छु, गोर्खाको नागे पोखरी गएको छु माथिसम्मै होइन। अनि त्यसपछि अरू अनि पाल्पा 4-5 चोटि गरिसक्यो। अनि त्यहाँबाट म चितवन पुगिसकेँ। लाइक अराउन्ड 10,000 किलोमिटर्स त म भ्याली बाहिर हिँडिसकेँ कि मेरो बाइकमा। लाइक मेरो चाहिँ त्यसै 14-15 हजार किलोमिटर छ बाइक टोटल किलोमिटर रनिङ चाहिँ। मैले बाइक किनेको चाहिँ 1 वर्ष 3 महिना भयो। अनि जस लाइक म यहाँ काठमाडौँमा चाहिँ त्यही कलेज घर पसल मात्र हो गर्ने। अनि त्यहाँबाट जस धेरै किलोमिटर चाहिँ अराउन्ड 10,000 त नभए 8,000 किलोमिटर चाहिँ ढुक्कै म भ्याली बाहिर नै हिँडेको होइन। सो अब वन्स आई टर्न 18 चाहिँ होइन त्यसपछि हुन्छ कि रमाइलो। ठ्याक्क 18 वर्ष पुग्ने बित्तिकै एउटा भ्लग चाहिँ म झार्छु सोलो ट्रिप अथवा जे भयो नि होइन। सो म मनाङ चाहिँ पुगेको छैन। सो 18 वर्ष चाहिँ मेरो
मनाङ राइड हुन्छ होला कि मनाङ कि रारा यो दुईटामा एउटा हुन्छ सो गाइस स्टे ट्युन्ड टिल आई टर्न 18 होइन सो एभ्री वान प्लिज सो सपोर्ट टु मी भन्न चाहन्छु धन्यवाद